जान लागेको आज नाम दिदी म सचिताको भाइ अनि सचिता मोटु अनि म मौसम अहिलेको लागि चाहिँ ठिकै छ। अब त्यहाँ गएपछि कस्तो हुन्छ हेरौँ। म बाटोमा के देखिन्छ के हुन्छ सबै अपडेट गर्छु ल। सी यू देयर एट रटरमेश्वर 2700 मिटर अबोभ द सी लेभल। निजगढ रे तेरो फुस्क्या क्या निजगढ यता हो उहाँ देखिनुहोस् उहाँ टनेल देखिनुहोस् पाल यहाँबाट एकैचोटि काठमाडौँ सिधै यता हेर्दा एकचोटि निजगढ म त होइन निजगढमा नि त्यो फास्ट्याग बनायो नि त्यही जोड्ने ए होला त्यही होला है साँच्ची त सिधै सबभन्दा सर्टकट बाटो हो अहिलेसम्म। यहाँ जानुपर्छ। यहाँ मान्छेहरू हिँडेको देखेन त खै यहाँ जानुपर्छ। हामी छौँ यहाँ बिजोग स्थितिमा। ल मेरो प्यारो साथीभाइहरू हामी चाहिँ यो अघि देखाएको डाँडामा 1 घन्टापछि आइपुगेका छौँ। स्थिति यस्तो छ अनुहारको पानी अलिकति सिद्धियो ब्याग जस्ता त्यस्तै छ। मेरा साथीभाइहरू यहाँ पुगे अझै त्यो टुप्पोमा त आइपुगेको छैन। हामी आएको चाहिँ ऊ त्यहाँनिर हो मान्छे देखेको होइन मान्छे यहाँ हो मान्छे यहाँबाट योभन्दा पनि तल यसको डबल तलबाट आएको हामी। कहाँ हो अझै यस्तो डाँडा 2-3टा उक्लिनुपर्छ भन्छन्। आँखामा पसिना गएर तनाव भइसक्यो। पसिनाले ल्याङ गरे मलाई नत्र म हिँड्न त एकदम च्याम्पियन छु। ब्याग स्याग बोकेर लौरी नोटेको नै हिँड्छु। हिँड्नलाई चाहिँ हाम्रो मोटी अलिकति थाक्ने नाम दिदी बाहिर मात्र टुइ हिँड्छ। ल कुहिरो लाएर यस्तो छ मोटी यता हेर्दै त हेलो दादा दिदीहरू भन्दै उहाँ मान्छेहरू मोटिभेट भएर होला नि त्यही त हो भन्दै अब हामी कहाँ गएर बनाउँछौँ छैन थाहा छैन। अहिले फेरि एकछिनमा भेटौँला। द गाइस हामी चाहिँ अघि डाँडाको टुप्पोमा आइपुग्यो। अहिले देखाएको तलबाट उनीहरू 2जना चाहिँ त्यहीँ बसे छुट्टै बाटो पर्ने रहेछ अलिकति मात्र। हामी यहाँ आइपुग्यौँ। यस्तो छ यहाँबाट भ्यू। मान्छेहरू त्यहाँबाट आउँदै भ्यू यस्तो छ। मान्छेहरू त्यहाँबाट आउने यता आयो बागमती खोला हो कि के खोला हो यो। अनि यहाँबाट त्यो मान्छेहरू देखिरहेको ठाउँबाट चाहिँ माथि जानुपर्ने रहेछ। यो चाहिँ डाँडाको टुप्पो। हामी आएको ठाउँ त देख्दैन है। यो गाईहरू जङ्गी रहेछ यार।
महादेव भट्टा जानु लाग्यो महादेव भट्टा भेट्नलाई चिसो आयो नि मेरो आइरहेछ फोटो हामी आएको ठाउँ त कहाँ हो कहीँ पनि देखिँदैन कहाँबाट आएको हामी बादल बादलमा हिँड्दै 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 आएको हुस्सु आइरहेछ मोटी हेलो दादा दिदीहरू भन्ने हामी आधी बाटो आइपुग्यौँ नि जस्तो लाग्छ मलाई माथि गएर हाम्रो पार्टीहरू चाहिँ दुईजना हजुर कहाँबाट आउनुभयो चौडाबाट बाइकमा आउनु है गाडी स्कुटीमा त्यहाँ पहिरो चाहिँ हावा चाहिँ त्यहाँ त त्यो पुलनिर अलिकति गाह्रो रहेछ कि ठिकै हो बाटो त फेरि डर लाग्ने कति बजी हिँड्नु भएको थियो बजारबाट हामी त कति 6:30 बजी हिँडेको अब चौघरबाट अनि स्कुटीमा कहाँ 7:30 बजे त हेटौँडाबाट बल्ल घरबाट निक्ल्यो डर लागेर डर लागेको ठाउँ सुरुमा त मलाई ए त्यही भएर आधी घन्टा खाजा खाएर बस्यौँ हामी त्यही भएर अनि हामी त्यहाँबाट आउँदा नि बिस्तारी आयौँ लास्टै बिस्तारी आयौँ तपाईँहरू ग्रुप रहेछ नि त यति 4 जना हामी बुढाबुढी कताको साथी कुर्नु के ल पहिरो चाहिँ लास्टै ठाउँमा गएको के वाउ यस्तो दामी छ यार क्यामेरामा त यतिको राम्रो देखिँदैन होला आफूले देखाए जस्तो त होइन तर भिडियोमा चाहिँ राम्रो देखिन्छ यही डाँडै डाँडामा लट्ठीले पो हाने रहेछ न यहाँ पो बनाउँछ त्यस्तो सम्ममा यहाँ त्यो बढी राख्नु पर्दैन 2-4वटा राखे पुग्छ हामीलाई चाहिँ यहीँ मात्र बस्न मन छ माथि जान मन छैन चिसो हावा आइरहेछ बादलै आइरहेछ यहाँ त पसिनाले पुरै टी सर्ट भिजेको आनन्द आएको हाइट गोरे हामी दुईजनाको फर्स्ट हाइक गाइज फर्स्ट हाइक एभर मेरो चाहिँ हाइकिङ मेरो ब्याट्री चाहिँ 100% थियो म त्यही 95 मा झरेँ मोटीको 100% थियो म 50 मा झरेछु 25 मा झरिसक्यो नो 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 50 मा 25 नो 50 मा 25 मा झरिसक्यो हामी चाहिँ लटरम्मेश्वर जाँदैछौँ आधी बाटो आइपुग्यो भन्ने सूचना मिलेको छ अझै दाजु ल गाइस टिकटक बनाइसक्यौँ हामीले 4वटा जति यस्तो दामी छ
क्यामेराले क्याप्चर गर्दा त अँध्यारो अँध्यारो आइरह होला भाइरल हुस्सु लाएर बवाल छ यस्तो हुस्सु लायो दामी हेर्नु त माथि त अँध्यारोले केही देखेको छैन अब त्यो भर्याङवाला त्यो रेलिङसम्म ठाउँमा आएपछि बनाउँछु म अहिलेको लागि चाहिँ अब फुल हुँदै आइसक्यो ल हाम्रो पार्टनर त्यहाँ हुनुहुन्छ दुईजना दिदीभाइ हामी पनि दिदीभाइ हो हामी यहाँ छौँ भ्यू अमेजिङ के मलाई त भिडियो बनाउनै मन छैन यो स्टोरेज फुल नभए भएर कति बनाउनु भनेर तर कन्ट्रोल पनि गर्न सके छैन कति भिडियो बना ए अब पछाडि बसेर बनाएको मतलब छैन है लौरे हान्छन् मैले यस्तो छ होला नानु सिस्टर चाहिँ यहाँ हुनुहुन्छ नानु सिस्टरको यहाँ टिकटक बनाउनुलाई त्यही भएर हामी साइड गइहाल्छौँ ल अब उहाँको पनि टिकटक बनाउनु पऱ्यो अरे उहाँको यस्तो छ अगाडिको बाटो पछाडि यस्तो हुनुहुन्छ ल एकचोटि लट रमेश्वर चाहिँ आउनै पर्ने रहेछ गाइज दामी छ है त अब त्यो रुखमा घुम फनक्क छिटो अब बाँकी छ आधी घन्टाको बाटो अब त शीत पनि झर्न थालिसक्यो यति बाक्लो शीत छ कि अलिकति 1 मिटर अगाडिको मान्छे पनि देख्नलाई गाह्रो भइसक्यो चक्लेट सिद्धिसक्यो एउटा कोकको बोतलको पानी सिद्धिसक्यो अनि अझै एउटा 1 लिटर मिनरल वाटर पनि सकिसक्यो अब एउटा बोतल बाँकी छ बाटो चाहिँ दामी छ अहिले चाहिँ यस्तो सर सिधावाला बाटो रहेछ ल हेर्नु त्यहीँको मान्छे देख्नलाई अलिकति अगाडि गएपछि देख्नै गायब मैले 0.5 मा खिच्दा त त्यहीँ हुनुहुन्छ मान्छे टाढा देखिनु भए मात्र हो नत्र त अलि माथि आएपछि दामी रहेछ त्यो जङ्गलहरूभित्र नि यस्तो कुहिरो लागेर यता त केही पनि छैन भ्यू चाहिँ देख्न पाएनौँ भन्ने हो तर हुस्सुले गर्दाखेरि शीतल चाहिँ भइरहेको हामीलाई यस्तो छ ल हेर्नुहोस् सबैजनाले बाटो चाहिँ अहिले पानी नपरेर एकदम राम्रो रहेछ चिप्लो सिप्लो केही पनि छैन गाडीहरू पनि तल भर्याङ चढ्ने ठाउँसम्मै आउँदो रहेछ त्यही अलिकति पार्किङ चाहिँ साइको टाइपको छ बाटोमै राख्नुपर्ने खालको छ अनि इभी ड्राइभरहरू आएर कराउने डबल लेन यता नगर त्यो नगर भन्दै त्यही पनि बबाल ल अब मन्दिर गएर भेटौँला बस अब बल्ल अनुहारलाई कहाँ हान्छु मैले होइन साथी यो हाइटबाट कहाँ छ म हाइटमा खानु अनि टोपी छ नि त टोपी लगाएपछि त कहाँ अनुहार देखिन्छ त नि माथिबाट खिच्दा त सिधा हेर न एउटै सिधा गर जाऊ न खाली ठाउँमा कहाँ ध्यान दिएर बसिरहेको त्यही अडियो टाढोमा ल गाइस हामी चाहिँ भाइरल भर्याङ ओर्लिसक्यौँ त्यो डरलाग्दो भर्याङ यता पनि केही छैन यता पनि केही छैन अनि बिचमा रेलिङ हामीले पूजाको सामान किनिसक्यौँ अहिलेसम्म मलाई 4वटा जुकाले एट्याक गर्यो 3टाले अनि मन्दिर चाहिँ त्यहीँ अगाडि छ अब यहाँबाट त देख्नु हुँदैन होला तपाईँहरूले उसो लाएर केही देखाएको छैन भ्यू देख्न पाइएन यस्तो छ माथिको भर्याङ त्यो माथिबाट काम मन्दिरको आवाज आयो यहाँबाट आउने भन्न के के भन्ने ठाउँ
वहाँ माथि पुग्नु छ दर्शन गरेर आइयो रुद्राक्षको माला लगाइयो भोक पनि है गाई चाहिँ हामी चाहिँ दर्शन गरेर फर्किने बेला खोलेर यस्तो देखाएको छ अहिलेको त्यो टुप्पो टुप्पो डाँडा देखाएको चाहिँ यही डाँडा हो त्यही डाँडामा आइपुगिसक्यौँ हामी फर्केर बाटो चाहिँ लामै रहेछ एक्सपेक्टेसनभन्दा अझै टाढै छ मन्दिर त फर्केर आइसक्यौँ हामी दुईजना तल पुगिसके हामी चाहिँ बिस्तारै भ्यू हेर्दै जाँदैछौँ अब यसो बाटोतिर बाटोहरू देखाइदिन्छ म अलिअलि बाँकी त अरू त केही छैन त्यस्तो खासै टिकाहरू पुरै लटपटेको होला तर फरक पर्दैन यो भ्लग चाहिँ लगभग यहीँ एन्ड हुन्छ अर्को भ्लग हेर्नु होला अब कुर्नु होला मन पऱ्यो भने